यहाँ फेरि भनेको छ अर्को एउटा पुस्तक पनि खोलियो अनि त्यो चाहिँ जो चाहिँ जीवनको पुस्तक हो भनेको छ प्रियहरू है। अनि त्यो चाहिँ किन जीवनको पुस्तक भनेको चाहिँ त्यहाँ चाहिँ मानिसले जो मान्छेले यो पृथ्वीमा आफ्नो पापदेखि उद्धार अनि मुक्ति पायो अनि त्यो व्यक्तिहरूको नाम त्यहाँ लेखिएको छ है। कर्मले होइन, कामले होइन, राम्रो कामले होइन, तर विश्वास र परमेश्वरको अनुग्रहले उहाँमाथि, यीशुमाथि जसले विश्वास गर्यो, उहाँको बलिदानमाथि जसले विश्वास गर्छ है, उहाँको पछि हिँड्छ, ऊ व्यक्ति चाहिँ धर्मी ठहरेको छ। अनि त्यो जीवनको पुस्तक जो भनेको छ त्यसमा चाहिँ उद्धार पाएको व्यक्तिहरू, उहाँलाई पछ्याएको व्यक्तिहरूको नाम छ जीवनको पुस्तकमा। अनि परमेश्वरले जीवनको पुस्तक जब खोल्नुहुन्छ त्यतिखेर हाम्रो काम त जो अघि नै जो हामीले पढ्यो पुस्तकहरूमा हाम्रो कामहरू जो लेखिएको छ, जन्मेदेखि लिएर है मर्नेसम्मको काम, हाम्रो सोच विचार, हामीले बोलेको हरेक कुराहरू त्यो रेकर्ड भएको छ। अनि त्यो कुरा पछि चाहिँ जब जीवनको पुस्तक खोलिन्छ अनि त्यो व्यक्तिहरू जसले उद्धार अनि मुक्ति पाएको छैन, यीशु ख्रीष्टलाई विश्वास गरेन है, तिनीहरूको चाहिँ त्यो जीवनको पुस्तकमा नाम चाहिँ लो छैन भनेर प्रमाण गर्नलाई, त्यो पनि यहाँ चाहिँ तिमीहरूको नाम चाहिँ छैन भनेर है। त्यतिखेर हामीले न्याय पनि भन्न सक्दैनौँ, यस्तो हुन सक्दैन पनि भन्न सक्दैनौँ, यो झुटो पनि भन्न सक्दैनौँ, किन सबै कुरा त्यहीँ लेखिएको छ, पुरा रेकर्ड छ है। त्यसरी पुरा देखाइदिन्छ, हामीले खुद आफै स्वीकार गरिहाल्छौँ हामी चाहिँ दोषी रहेछौँ, हामी गलत रहेछौँ, हामी चाहिँ दोषी भन्ने कुराहरू त्यहाँ हामीले खुद स्वीकार गरिहाल्छौँ। अनि त्यसपछि यहाँ लेखेको छ 13 मा, समुद्रले त्यसमा भएका मृतकहरू दिइहाल्यो अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू दिइहाले। के भनेको छ यहाँ समुद्रमा है, समुद्रमा मरेको मानिसहरू है मृत्युलाई दिइहाले गरे। अनि मृत्यु र पातालले पनि, त्यो हेडिस जो भन्थ्यो नि, त्यसले पनि त्यो मृत्यु है, त्यो मृत्युलाई बाँधेर, त्यो शक्तिले बाँधेर राखेको थियो नि त, त्यो मृत्युलाई के गरे दिइहाल्यो। तिनीहरू प्रत्येकको आफ्ना काम अनुसार इन्साफ भयो है, सबैको आफ्ना काम अनुसार इन्साफ भयो। मृत्यु र पाताल अग्निकुण्डमा फाल्यो। त्यो मृत्यु र पाताल कहाँ फाल्यो गरे? अग्निकुण्ड, नर्क, अग्निकुण्डमा फाल्यो। यो अग्निकुण्ड दोस्रो मृत्यु हो। यो अग्निकुण्ड जो नर्क भनेको छ, आगोको समुद्र, यो चाहिँ के गरे दोस्रो मृत्यु भनेको छ। दोस्रो मृत्यु चाहिँ किन भनेको भन्दाखेरि हामी जब यो संसारमा जन्म्यौँ, हाम्रो एउटा मृत्यु हाम्रो यो शरीरमा भयो प्रियहरू है, यो शरीरमा भयो एउटा मृत्यु। अनि यो चाहिँ हाम्रो पछि आत्मा र शरीर जब एक हुन्छ, हामी एक भएर हामी जब परमेश्वरको सिंहासनको अगाडि उभिन्छौँ, अनि जब परमेश्वरले हामीलाई दोषी पाउनुहुन्छ, त्यहाँ मैले भने नि रेकर्ड छ पुरा, विश्वास नगरेको कारणले, उद्धार मुक्ति नपाएको कारणले जब परमेश्वरले दोषी पाउनुहुन्छ त्यतिखेर हामी दोष भएको कारणले के अरे हामी त्यहाँ पापी भएको कारणले नर्कमा, किनकि पापीको ठाउँ चाहिँ कहाँ हो? नर्क, आग र समुद्र। अनि यो चाहिँ दोस्रो मृत्यु भनेको छ। अनि दोस्रो मृत्यु चाहिँ किन भनेको भन्दाखेरि मृत्यु भनेको हामीले बुझ्नु पर्यो, मृत्यु भनेको कुरा चाहिँ अलग हुनु हो प्रियहरू। खास गरेर मृत्यु भनेको चाहिँ के हो? अलग हुनु। जसरी हामी शरीरमा मर्यो भने हामी अलग भयो नि त, हाम्रो आफन्त, हाम्रो रिश्तेदारदेखि, हाम्रो पत्नीदेखि, हाम्रो पतिदेखि, हाम्रो नानीदेखि के भयो? हामी अलग भयो। या त संसारमा हामीले भन्छौँ नि मान्छेहरू, त आजदेखि मेरो लागि मरिस् भनेको के भनेको? त आजदेखि मेरो लागि अलग भइस्, तेरो र मेरो रिस्ता छैन, अब त अलग म अलग भनेको नि त। मरिस् भने के? अलग हुनु, बुझ्नुभयो? अनि यहाँ चाहिँ यो चाहिँ दोस्रो मृत्यु भनेको छ नि। यहाँ चाहिँ हामी त्यहाँ गएर जब नर्कमा जले गर्छौँ, यो किन दोस्रो मृत्यु भनेको? यो अब जिन्दगीभर, जिन्दगी मतलब यसको कुनै अन्त नै छैन, इटर्नल भन्छ नि, अनन्तकालसम्म चाहिँ हामी परमेश्वरदेखि अलग हुनुपर्छ प्रियहरू, परमेश्वरदेखि अलग एकदम है। किन हामी दोषी छौँ, हाम्रो पाप क्षमा भएको छैन। अनि पापी मान्छे कसरी परमेश्वरसँग बस्ने? परमेश्वर त धार्मिक हुनुहुन्छ, पवित्र हुनुहुन्छ। बिना पापको मान्छे जस्तो परमेश्वरले आदम र हावालाई पहिला बनाउनु भएको थियो नि, परमेश्वरसँग थियो। अनि परमेश्वरले भन्नुभएको थियो, जुन दिन तैँले यो फल खान्छस्, मेरो आज्ञालाई तोड्छस्, त्यही दिन त मर्नेछस्। अनि त्यही दिन मर्यो त, आदम र हावा मरेन, के भयो त भनेको चाहिँ परमेश्वरदेखि अलग भयो नि, तिनीहरू अलग भयो। मरिस भनेको, मर्नेछस् भनेको अलग भयो।
त्यही भनेको प्रियहरू, हामी दोस्रो मृत्यु भने किन भनेको, मर्नु भनेको शरीरमा जस्तो मरेर खत्तम भयो नि त्यस्तो होइन। त्यहाँ चाहिँ अलग हुनु परमेश्वरसँग जिन्दगीभरको लागि। अब त्यसको कुनै अन्त नै छैन, सुरुवात र अन्त नै छैन। इटर्नल हुन्छ, अनन्तकाल, अनन्तकालसम्म हामी परमेश्वरदेखि अलग। अनि आत्मिक शरीर हो है, आगोमा फालेर मरे पनि हुन्थ्यो नि त, जलेर मरे जस्तो शरीर जलेर मर्दैन, यो त कहिले मर्दैन, परमेश्वरले दिएको आत्मा हो। स्वर्गमा बसे पनि त्यो अनन्तकालको लागि हो परमेश्वरसित सुख र शान्तिमा, नर्कमा बसेपछि पनि त्यो अनन्तकाल हो शैतानसँग, त्यहाँ कहिले मर्दैन। ऐया र आथो भन्दै। अब यो हाम्रो जब अब दोस्रो अझै एउटा भाग छ, त्यो चाहिँ हाम्रो स्वर्ग र नर्कको विषयमा, त्यो चाहिँ म नेक्स्ट भिडियोमा गर्नेछु। तर यहाँ भनेको चाहिँ त्यो दोस्रो मृत्यु है प्रियहरू, 2 बार मर्नुपर्छ। त्यसलाई भनिन्छ नि, हामी यदि हामी 1 बार जन्मेका छौँ भने हामी 2 बार मर्छौँ, तर हामी 2 बार जन्मेका छौँ भने हामी 1 बार नै मर्नुपर्छ। भन्न खोजेको चाहिँ 1 बार जन्मेछौँ भने 2 बार किन मर्ने। 1 बार यदि हामी आमाबाबुदेखि मात्रै जन्मेको छु तर परमेश्वरमा हाम्रो नयाँ जन्म पाएको छैन, हामीले पापदेखि मुक्ति पाएको छैन, नयाँ जन्म गरेर हामी जन्मेको छैन भने हामी शरीरमा पनि मर्छौँ यो पृथ्वीमा, अनि अनन्तकालसम्म नर्कमा पनि मर्छौँ। तर यदि हाम्रो 2 बार जन्म भएको छ भने 1 बारै मर्नुपर्छ प्रियहरू। त्यो चाहिँ कसरी भन्दाखेरि, हामी शरीरमा त 1 बार जन्मिन्छौँ आमा बुवादेखि, अनि दोस्रो जन्म चाहिँ हामी परमेश्वरदेखि नयाँ गरेर जन्मिनु परेको छ है। परमेश्वरको वचन भन्छ नि, त्यही लागि यीशु ख्रीष्टदेखि जन्मिने व्यक्तिहरू है नयाँ व्यक्तिहरू है, नयाँ भएको छ। त्यो यीशु ख्रीष्टमा विश्वास गर्नु, आत्माको फेरिदेखि जन्म हुनु, त्यो चाहिँ दोस्रो जन्म हो। अनि जब हामी पृथ्वीमा 2 बार जन्मेका छौँ भने 1 बार आमा बाबादेखि, 1 बार परमेश्वरदेखि जन्मेको छ, हामी 1 बार मर्नुपर्छ। त्यो चाहिँ केवल शरीरमा, नर्कमा हामीलाई फेरि दुबारा मर्नु पर्दैन, त्यहाँ जानु पर्दैन है। त्यहाँबाट जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाएन त्यो अग्निकुण्डमा फालिए। देख्नुभयो नि, सबभन्दा ठुलो कुरोहरू। जब हामी यो पृथ्वी छोडेर जान्छौँ है, मरेर जान्छौँ यहाँदेखि, मरेको बादमा मर्नु अन्त होइन, हाम्रो के हुन्छ, पुनरुत्थान हुन्छ। त्यसको पछि हामीलाई के गर्नुपर्छ, परमेश्वरको अगाडि इन्साफमा हामीलाई उभिनुपर्छ, इन्साफ। अनि यदि हामीले इन्साफमा हामी दोषी भेट्टायौँ, पृथ्वीमा भन्दा हाम्रो पाप क्षमा भएन है, जो यीशु ख्रीष्टले हाम्रो निम्ति बलिदान गर्नुभएको थियो उहाँमाथि विश्वास गरेनौँ, हामीले आफ्नो पापदेखि उद्धार मुक्ति पाएनौँ, यो पापमै हामी शरीरमा यो पृथ्वीमा मर्यो भने उहाँ गएर के हुन्छ, जीवनको पुस्तक खोलिन्छ है। अनि पुस्तकहरू खोलिन्छ जहाँ हाम्रो सबै रेकर्ड छ, कामहरू हामीले गरेको, कसरी जियो, के गर्यो, अनि जीवनको पुस्तक खोलिन्छ। अनि जीवनको पुस्तकमा यदि हाम्रो नाम भेट्टाइन भने त्यसको बादमा चाहिँ हामीलाई अग्निकुण्डमा जानुपर्छ। यदि हाम्रो पापहरू क्षमा भएको छैन, हामी दोषी भेट्टायौँ भने अग्निकुण्डमा। अनि यो अग्निकुण्ड है, नर्क र स्वर्ग चाहिँ हामी दोस्रो भिडियोमा हामी हेर्नेछौँ। धन्यवाद।